चालू भयो हेलो मैले हेटिङ हानेको अस्ति पुरा खतरा बोलिङ गरिदिन्छु नि मैले तिमीहरू जस्तोले यार सुती खाने हामी त एक्सर्साइज गर्ने भन्छौँ है के एक्सर्साइज पनि आज गर्न छोडेदेखि गाह्रो भइरहेछ अरू लक्ष्य के छ तपाईँको कस्तो डेली रुटिन कस्तो भइरहेछ त डेली रुटिन एक्सर्साइज गर्न जाने आधा पौने घन्टा पार्क बाँकी ड्युटी आउने त्यही खासै छैन हाम्रो पनि यस्तै छ के गर्ने हामी आजकल जानु छुट्टै छ पार्क लक गरेर तनाव गरिरहेको छ यार तपाईँको के छ नि यहाँ त सुत्ने गोडा बेचेर होइन म मर्निङमा चाहिँ आफ्नो बस चेस्ट र यो फ्याटको लागि मतलब एक्सर्साइज गरिन्छ कस्तो एक्सर्साइज गर्नुहुन्छ तपाईँ के एक्सर्साइज गर्नु लिप्स अनि त्यहाँदेखि खुट्टा चाहिँ यसो पेटको लागि गाह्रो छ है हामी पनि लागिरहेको छ बिहान रुममा त एक्सर्साइज गर्छौँ तर बाहिर जो हिँडिन्छ नि बाहिरको जो फ्रेस हावा होइन नेचुरल सबै वातावरणको साथमा हिँड्नु र यो भित्र बन्द कोठामा एक्सर्साइज गर्नु फरक त फरक हुन्छ तर फ्रेसनेस त्यति आउँदैन क्या जति बाहिर पाहाडमा गएर कहीँ घुमेर गरिन्छ नि त्यो चिज हुँदैन त्यही हो लगभग सेपेक्नु पुरा चेन्ज हुनुभयो यार पुरा मान्छे पुरा सब चेन्ज हो चिन्नै गाह्रो छ यार आज बिहान मैले टन्नले नचिनेको यार हो जस्तै एकदम चिक्ना भएर देखिरहेको गाला पनि चिक्ना बाँकी त सब ठिकै छ झुट नबोलौँ होइन कामले होइन कामले राम्रोसँग गरौँ एउटा जिम्मेवारी ल्याएर लोयल बनाउँ क्या होइन त्यो इमान्दार बनाउँ त्यो बाँकी झुट बोली कुरा गर्ने यार होइन काठमाडौँमा छु भन्ने अनि दिल्लीमा घुमेर त्यो काम भन्दैन काठमाडौँ दिल्लीमा छौँ त दिल्लीमै छौँ भनौँ होइन गुडगाउँमा भनौँ त्यही हो नेपालको जाति देश नहुने पुरा यार नेपालको राजनीति र हाम्रो सेपरको पुरा सेपसेम भइरहेको छ यार हामी यस्तो राजनीति चाहिँ नगरौँ काममा अलि इमान्दार बनेर काम गरौँ म त त्यही भन्न चाहन्छु होइन झुट नबोलौँ अलिक काममा ध्यान दिउँ यार कम्प्लेनहरू हेरौँ डेली होइन डिमसम्म बनाएको पनि 2 महिना भइगयो त्यो मन्दुहरू बनाएको कहाँ गयो मन्डु यहीँ छ सेम कहाँ छ त्यो देखिन आज मैले खोजेँ पुरा उता लगाएको अच्छा त्यो चिज पनि आयो चेक गराउनु एकचोटि है त्यही हो बाँकी त अब राम्रो त्यही हो अरू के भन्नु छ र कस्तो लाग्यो त आज रमाइलो एकदम